दार्चुला जस्तो विकट ठाउँमा धरान जस्तो सुविधा सम्पन्न सहरको एउटा पूर्व मेयर र अहिलेको जल्दाबल्द सांसद श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई यानि कि हर्कराज साम्पाङले दार्चुलाको दुम्लिङ भन्ने ठाउँमा चाहिँ झुलुङ्गे पुल हालेर उहाँले उद्घाटनसम्म हिजो गर्नुभयो। अब यसलाई कसरी लिन सकिन्छ अहिलेको अवस्थामा? अहिलेको देशको बदलिदो राजनीतिक अवस्था, उदाउँदो राजनीतिक दलहरूको यानि कि चर्चा गर्नुपर्ने देखिन्छ। हर्कराज राईलाई यदि राजनीति गर्नु थियो भने त उहाँले त पूर्वतिरै विकास गर्नुहुन्थ्यो नि त। उहाँले पूर्वतिरै उहाँको जित्ने आधार थियो। उहाँलाई चाहिँ दार्चुलाको विकट ठाउँ दुम्लिङमा जहाँ रोडै पुगेको छैन र त्यहाँ चाहिँ धरानबाट श्रम संस्कृति पार्टीको नाममा धरानबाट केही युवा युवतीहरूलाई यानि कि जनशक्तिलाई जुटाएर के अरे श्रमदान गर्नको लागि दुम्लिङ पठाइयो र नभन्दै केही महिनाभित्र उहाँले यो पुल पनि सम्पन्न गर्नुभयो। उहाँलाई तपाईलाई हामी बधाई दिन चाहन्छु। तपाईले धेरै राम्रो काम गर्नुभएको। तपाईलाई मेरो तर्फबाट एक सलाम पनि छ। जसले राम्रो काम गर्छ साथीहरू उसलाई राम्रो भन्न सक्नुपर्छ। अहिले हर्क साम्पाङको कामको चर्चा भन्दा बढी विरोध गर्नेहरू बढी देखिन्छन्। उहाँले क्युआर भनेर उहाँको उपनाम समेत राखेको छ। उहाँको पार्टीको आधार के हो त? ल भन्नुहोस्, पार्टी चलाउनु त स्रोत चाहिन्छ यानि कि आर्थिक चाहिन्छ। उहाँले त्यो क्युआर उठाएर आफ्नो पार्टी चलाएको भइदिए उहाँलाई क्युआर भन्नु सुहाउँथ्यो। तर जति पनि रकम उहाँले थोरै क्युआर दिनुभएको थियो। जसले सहयोग गर्छु भने चाहिँ उहाँले विदेशबाट सहयोग गर्नुहुन्छ, उहाँले क्युआरमा हालिदिनुहुन्छ र त्यो पैसाले उहाँले विभिन्न ठाउँमा चाहिँ यसै गरी विभिन्न पार्कहरू, पुलहरू, अनि आश्रय स्थलहरू, खोला नालामा चाहिँ गरिब दुखीहरूलाई चाहिँ सहयोग गर्नुहुन्छ। त्यो अत्यन्तै राम्रो काम हो। एउटा राज्यले गर्न नसकेको काम एउटा व्यक्तिले गर्नु धेरै ठुलो काम हो। उहाँले त्यो धरानबाट भने नि श्रमदान गर्नलाई मान्छे दार्चुलामा महिनौ बसेर काम सम्पन्न गर्नु भनेको अहिले कसले गर्न सक्छ त्यस्तो? हर्क साम्पाङको एउटा नेतृत्व क्षमता मैले देखेँ उहाँमा छ साथीहरू है। हामीले यही क्युआरको कुरा गर्ने हो भने हामीले ढाका कुमार श्रेष्ठलाई याद गर्नुपर्छ। ढाका कुमार श्रेष्ठ थाहा छ? पोखराको मान्छे डाक्टर ढाका कुमार सागर श्रेष्ठ। उहाँ चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट अघिल्लोचोटि चुनाव लड्नलाई 2 करोड रुपियाँ माग गरेको भन्ने खुलासा आयो। उहाँले 2 करोड रुपियाँ दिन नसकेको पछाडि उहाँले टिकट पाउनु भएन र उहाँले पछि स्वयं आफै मिडियामा आएर बोल्नुभएको थियो। मैले 2 करोड मलाई टिकटको लागि 2 करोड माग गर्यो, मैले 2 करोड दिन सकिनँ, मैले टिकट पाइनँ भनेर उहाँले खुलेआम मिडियामा बोल्नुभएको थियो। यदि त्यसो अब त्यस्ता पार्टीहरूलाई चाहिँ करोडौँ रुपियाँ पेल्नुपर्ने, उहाँलाई टिकट लिनलाई पैसा दिनुपर्ने, उनी पार्टीहरूको चाहिँ हाई हुने हैन। मैले विरोध गरेर चाहिँ होइन, फेरि है यथार्थ कुरा गरेको, यथार्थ कुरा। अनि एउटा सामान्य व्यक्ति भुइँ मान्छे जो रात दिन भुइँमा लडीबडी गरिराखेको छ, भुइँमा खान्छ, भुइँमा सुत्छ, जनताको आवाज बोल्छ, अनि ऊ मान्छेले श्रमदानबाट एउटा चाहिँ राज्यको सार्वजनिक सम्पत्ति निर्माण गर्छ। झुलुङ्गे पुल पनि सार्वजनिक सम्पत्ति हो राज्यको। त्यो निर्माण गर्छ भने त्यो मान्छेलाई चाहिँ क्युआर भनेर जिस्क्याउनु कति लज्जास्पद हो। नेपाली जनताले कहिले बुझ्ने यस्ता कुराहरू? राम्रो काम गरेको मान्छेलाई राम्रो काम त गर्दै भन बाबा हो। कहिले लाग्छ हो घन्टीमा घाम, कहिले लाग्छ दिमागमा तिम्रो घैँटोमा घाम, दुइटैलाई भने है घन्टी र घन्टालाई। किनकि अहिले बढी विरोध गर्ने नै घन्टी समुदाय छन् नि त। यी आम जनता एउटा दार्चुलामा पुल चाहिएको छ, त्यो पुल राज्यले कयौँ वर्ष पुरा गर्न सकेको छैन। तर एउटा व्यक्तिले गएर चाहिँ केही महिनाभित्र सम्पन्न गर्नु भनेको त्यो चान्सुने कुरा होइन। हर्कराज राईले खासमा महाकाली नदीमा पुल हाल्न जानुभएको थियो, तर दुई देशको अन्तर्राष्ट्रिय सीमा भएको कारणले गर्दा एकलौटी त्यो पुल हाल्न नसकिने राजनीतिक इस्यु भएको कारणले गर्दा त्यो सम्भव हुन सकेन। सोही कारणले गर्दा उहाँले दुम्लिङमा एउटा खरे खोला, घट्टे खोलामा चाहिँ पुल हालिदिनु भयो। आफ्नो बाचा त कम्तीमा पुरा गरेर आउनुभयो नि। उहाँ जहाँ जे गर्छु भन्नुभएको थियो त्यो त पुरा गरेर आउनुभयो नि। यो जनताले बुझ्नुपर्छ कि पर्दैन? तपाईँ भले हामी जनकपुर, काठमाडौँ, धनकुटा, विराटनगर बस्ने मान्छेले त्यो पुलको आवश्यक नपर्ला, तर त्यो दुम्लिङवासीलाई त त्यो आवश्यक रात दिन पऱ्यो कि परेन? त्यहाँका स्थानीयवासीलाई घाँस दाउरा गर्न, स्कुल जान आउन बच्चाबच्चीलाई कति राहत मिल्यो। तल झरेर खोला तरेर माथि उकालो चढ्नु पर्थ्यो, लगभग 40 मिनटको बाटो थियो त्यो। तर अब 2 मिनटमा 1 मिनट 2 मिनटमा 1 मिनटमा पार गर्न सकिने अवस्था आएको छ। यस्ता पोजिटिभ कुराहरूलाई पोजिटिभ भाइब्स लिने कि नलिने जनताले? खालि हर्कराजको कुरा काटेर हुन्छ? हर्कराज राई बढी बोल्छ सांसदमा भन्दैन यार। ऊ बोल्छ त, उसको कामै बोल्ने हो। प्रतिपक्षको काम के हो त? खबरदारी गर्ने, सरकारलाई नभएको कुरामा जागरुक गराउने, जनतालाई जागरुक गराउने,
सरकारले एकलौटी गर्न खोज्छ, त्यहीमाथि यो बहुमत झन्डै बहुमतको सरकार छ, त्यस्तो सरकारलाई त तहलाउन एकजना चाहियो ग्रुप मान्छे। हर्कको काम चाहिँ ठिक छ है, जसले जेसुकै भयो भने पनि हर्कराज राईको एक्टिभिटी संसद भवनमा ठिक छ, उहाँले गरेका क्रियाकलाप केही गरेछ हर्कराज राईले, यदि केही भ्रष्टाचार गरेको भइदिए छोड्थे अहिलेका मान्छेहरूले, अहिलेका झोलेहरूले छोड्थे। धन्न हर्कराज राईको नाम यो धराने मेयर हुँदाखेरि यही बेरोजगार नआएको कारणले गर्दा अहिले हर्कराज राई खुलियाम यसरी हिँड्न सकेका छन्। हामीले यसरी पनि बुझ्न सक्नुपर्छ क्या, कोका कोलाबाट त्यो खोलाबाट पानी ल्याएर धरान जनतालाई खुवाएकै हो त हो नि। प्रधानमन्त्री बन्न आए भन्छन्, त्यो देशले मागेको थियो, आवश्यकता थियो त बन्न आउँछन् नि, जो पनि आउँछन् नि, त्यो त आवश्यकता थियो त। हर्क राईको कुरा काट्ने मान्छे नबुझेर हो जस्तो लाग्छ मलाई है। उहाँले हेर्नुहोस् न, उहाँले भनेका कुराहरू के कस्ता छन्, उहाँले चाहिँ कानुन विपरीत कुरा गरेका छन् भने अनि प्रश्न उठाउनु पाइन्छ होइन। कानुन विपरीत कुरा नगरिकन उहाँले चाहिँ जे जायज कुरा त्यही कुरा गर्नुभएको छ, त्यही कुरा पनि हामी जनताले मान्दैनौँ, उहाँलाई चाहिँ खिसिट्याउरी गर्छु, खुचिङ भन्छु भने हामी जनता नै उल्लु हो, जनता नै भेडो हो, जनता नै मूर्ख हो क्या। हर्कले भने नि, हर्कले चाहेको भए त्यो पुल चाहिँ उहाँ खोटाङमा हाल्थे, आफ्नो गाउँतिर भोजपुरतिर हाल्थे, सोलुखुम्बुमा हाल्थे, आफ्नो प्रदेशमा हाल्थे। तर दार्चुलाले किन हाले? दार्चुलाको बासीको पीडा सहन नसकेर, त्यो पीडा देखेर एउटा राजनीतिक भएर यो देश मेची महाकाली मेरै हो, जहाँ पनि मैले गर्न सक्नुपर्छ, उत्तर हिमालदेखि दक्षिण तराईसम्म भनेर उहाँको भावना भएको, जागृत भएको कारणले त एउटा सक्षम नेताले गर्ने काम त्यही नै हो। सक्षम नेतृत्व भनेको हो आफ्ना अनुयायीलाई मात्र आशा भरोसा नदेखाइकन आफ्ना टाढाका अनुयायीलाई पनि एउटा भरोसा दिलाउनु, उहाँको काम गरिदिनु नै नेतृत्वको क्षमता एउटा गुण हो क्या। हर्कराज राईमा गुणको एउटा भण्डार छ भनिदिन्छु म त। उहाँ ठिक छ, उहाँको बढी बोल्नुहुन्छ भन्नुहुन्छ, केही कुरामा चाहिँ बोल्दै जाँदा बढी नै बोलिन्छ होइन, केही कुरामा उहाँ घमण्डी पनि हुनुहुन्छ, कहिलेकाहीँ इगोपना बढी हुन्छ। तपाईँले पनि सुध्रिनु होला, जनताले तपाईँलाई पनि अलिक नोटिस गर्छन्, कहिलेकाहीँ मै हुँ भन्छन्, त्यसमा तपाईँले सुधार गर्दै जानु होला, आम जनताका कुराहरू सुन्नु होला, त्यही अनुसार चाहिँ तपाईँले अगाडि बढ्नु होला। हाम्रो शुभकामना छ श्रम संस्कृति पार्टीलाई, हर्क राईलाई, अध्यक्षज्यूलाई, प्लस आउने भावी राजनीतिक अब स्थानीय चुनावलाई धेरैलाई अब तपाईँलाई सम्पूर्ण विजय गर्दै जानु, पार्टी विस्तार गर्दै जानु। पूर्व मेची महाकाल तपाईँको पार्टी पनि अब अग्र रूपमा आओस् भन्ने हामी चाहन्छु। अरू के नै छ र, यस्तै त छ नि। उहाँले गरेको कामको गुणगान गाउने हो अहिले हामीले, उहाँले गरेका गतिविधिहरू के कस्ता छन् देखाएको हो। उहाँले चाहिँ संसद भवनमा बोल्न नपाउँदा फेसबुकमा बोल्नुहुन्छ। अल द बेस्ट, तपाईँ जहाँ बोले पनि एउटै, हामी जनताले तपाईँको आवाज सुनिराखेका छौँ, त्यसको सुनवाई संसद भवन सरकारबाट पनि होस् भन्ने हामी चाहन्छौँ। हस्त साथीहरू, यदि नयाँ हुनुहुन्छ भने कृपया हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला।